बाघले आउला है बाघ हेलो गाइज भन्नु न के बनायो भन्ने यही हो गुड मर्निङ सबैजनालाई होइन आयो सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन आज चाहिँ बिहान उठेर धानको बिउ राख्ने बेला भयो धानको बिउ राख्ने बेला भएपछि अनि यो धानको बिउमा चाहिँ यो दबाई चाहिँ मोल्नुपर्छ अरे अनि त्यही भएर म चाहिँ बिहानै उठेर यो बिउ यो दबाई दिएको छ भनेर लिन गएको अनि घर आएर हेर न तिमीले चलाउनु हुँदैन नि त बच्चाहरूले चलाउनु हुँदैन नि त तिमी ठुलो मान्छे हो र सानो मान्छे हो कि ठुलो मान्छे हो कतिखेर उठ्यो छोरी कतिखेर उठ्यो धान घोल्नलाई धानको बिउमा दबाई घोल्नलाई चाहिँ मिसिन कुरेर बसेको आएन पाइएन अहिले बिहानमा पाइएन अब उतै बिजी भयो मिसिन अब उतै घोल्दै खान उता तल गाउँमा घोल्दै छ अरे अब हामीले पाइएन अब बिहान दिउँसो ल्याएर घोल्ने भनेको पाइएन अब हेरौँ अब बेलुकामा मात्र पाउँछ भन्ने कुरो भयो अब एकैचोटि अब हामीले पनि बेलुकामै घोल्नुपर्ने के अन्त है अब यसो नमिलेपछि नपाएपछि अब के गर्ने अब मेरो मात्र होइन अब सबै अरूको नि घोल्नै पर्यो अब मैले मात्र घोल्ने नि होइन त्यही भएर उता घोल्दैछ अरे अब बेलुका आउँछ अनि मिसिन आयो अब त्यो घोल्ने भाँडो आएपछि अब के कस्तो हुन्छ अब होइन तपाईँहरूलाई भएसम्म देखाउने कोसिस गर्छु होइन उतै बेलुकैतिर भेटौँला है साथीहरू खै त हेलो गाइज भन्नु नि त के बनायो भन्ने के रे बनाए कि मन कस्तो हो त्यो भनेको के हो त्यस्तो बनाए कि म त केही बुझिनँ त त्यो त माम खायो कति खायो मैले बुझिनँ त्यो अब गाइजहरू मैले नानीले भनेको कुरा चाहिँ बुझिनँ के भने बनाए कि मन अब कोही तपाईँहरू बुझ्ने हुनुहुन्छ भने के भनेको कमेन्ट बक्समा कमेन्ट गर्नु होला अब राति भइसक्यो आज फेरि बिहान त्यो बिउमा हाल्नलाई भनेर चाहिँ बिउमा चाहिँ घोल्नको लागि त्यो बिहान दबाई लिएर आएको थिएँ मैले त्यो दबाई घोल्नलाई दिउँसो मिसिन पाइएन त्यो घोल्ने भाँडो पाइएन अनि दिउँसो अन्त्य गाउँतिर लिएर गएको रहेछ अनि म चाहिँ अहिले फेरि फोन आयो माथिबाट त्यहाँ घरबाट अनि लिन आउनु भनेर म चाहिँ लिन जानु लाग्यो खानासाना खाइयो अहिले लगभग 8:30को आसपासमा भयो होला राति अनि यसो अब के हुन्छ हेरौँ नि त होइन के कसो हुन्छ भनेर चाहिँ हामी दाजुभाइ लिन जानु लागिरहेको छौँ अब हेर्दै गर्नु उतै गएर देखाउँला के कसरी ल्याइन्छ कस्तो छ माल सामान सबै उतै गएर देखाउँला है त गाइज ल साथीहरू म चाहिँ लागेँ यहाँ भाइलाई बोलाउनु जानु लाग्यो क्या भाइलाई त्यो मिसिन लिनु जाउँ भनेर बोलाउनु लाग्यो कता गयो यार जाउँ ल जाने होइन जाउँ त्यही मिसिन लिनु नजाने कहाँ एकजना ल्याउँछ जाने
कि धान बिउै खाने घोलिसक्यो आन्टी त्यो बिउ नघोल्ने रे बिउ के रे बिउ नघोल्ने रे घोल्ने नि त्यहाँ मिसिन छ लिन जानु भने त नि घोल्ने त नि त्यति घोर्या कोप्ला कान्छा त हामी नि त्यसै कहुनी माने छैन हाम्रो चाहिँ निफानी राख्यो दिउँसो सबिनाले त्यो घोल्दा वाला नि फान्छ साउँछ कि आउँदैन हेर राम्रो त अब भोलि बिहान नै फेरि उता माथि लाने उता सिमल लागे माथि के अरे सिमल बोर्डतिर सिमल बोर्डतिर लिएर जान्थे त्यही भएर क्या नभए त यति राति राति के जमाइ चाहिँ हामी चाहिँ लाग्यो अब बोकेर ल्याउने गाडी छैन अँध्यारोमै हामी चाहिँ लिनु लाग्यो हामी चाहिँ केही बाटो देखेन के खानासाना खाएर लाग्यो हामी चाहिँ मिसिन ल्याइन्छ मिसिन लगाएर कति बेर लाग्छ एकछिन टाइम त्यसपछि कहाँ गइदियो हराइदियो एक्लै कतै त भुसुत्ताउने होइन नि फेरि अहिले यस्तो हो क्या भनेर पुरै सुनसान छ कि अब यता राप्पो पाऱ्यो भने त फेरि आयो डरले यार टिसर्ट चाहिएको कि एकछिन पछि ओहो बाघ ओए के हो यस्तो गाडीमा घुम्थ्यो क्या हो त्यस्तै हो कुकुर पनि भोग्छ यार यो घरको कुकुर छ नि लास्टै रड्डी हो कि हामीदेखि भोग्दै लाग आइदेखि राति राति हामी दौडेर हिँडिरहेको छौँ कि चुप्लाक हजुर यतै हो ए हामी त कता कता यही मिसिन लिन हो यो मिसिन भन्छ कि के भन्छ लिएरै सक्यो अब तिर्पल पनि चाहिँदो रहेछ ल ल्याइयो फाइनली ल्याइयो अब धानको बिउ चाहिँ यसमा हालेको स्वाइँ लगाएर लाइट भएर गुरुङ हो यहाँ लिएर आउनु लिएर यहीँ लिएर यहीँ गएर पाउ नाच्नु नि भने अब गीदाउन हावा चल्यो भन्नु न ढाडैको बरा भन्नु न यस्तै भ्याइयो एक बाल्टी हाम्रो चाहिँ भ्याइयो 500 चाहिँ बाँकी चाहिँ म घोलिदिउँला नि त न है घोल्दा म यहाँ हालिदिएँ राम्रो सामान है हालिदियो राम्रोसित बाँध हालिदिएँ मात्रै मैले एक बाल्टी चाहिँ हालिदिइ हाल्नु भन्छ अब यो त एकैचोटि हान्न लाने बेला मात्रै खोल्ने हो बिउ हाल्न लाने बेला मात्रै खोल्ने कि
बिहारमा लाने बेला मात्र ए जति हाले घोलिन्छ कि होइन बिहान त यति बाल्टीमा गरेर हालेको थिएँ कि त्यहाँ म तल देखेको यस्तो बाल्टीमा पनि पुरा भयो भोलि भोलि नै हालेको थिएँ कि 2 बिहान गराए हुँदो रहेछ यस्तो गराउनु भन्दा पनि धन्नै बोरै उडाइदिएन र मार्यो के पनि बेला बेलामा त हावा मजाले हाल्छ हाम्रो चाहिँ अब ल भेल्यो ल ल ल ल ल मिस्त्री खै दबाई ल्याउनु न यहाँ छ दबाई त यता यता ए यहाँ काट्ने भाडा यहाँ छ पर्दैन बहुत धेरै हुन्छ धेरै अहिलेको जति नै भए होइन अहिले जति छोरी त्यहाँको त सामान दिनु न नाति हात काट्दैन फेरि कता आँखा देखिँदैन बुढा बुढै भयो आँखा नदेख्ने भयो भएन त यो यस्तो चिज त खाना राख है टाढा टाढा फाल्नु पर्छ ऊ चाहिँ प्लास्टिकमा पोलिदिने होला नि प्लास्टिकमा हाल्नु त त्यो प्लास्टिक हाल्नु उखान डर हुन्छ ओहो बोरा के हाल्नु यहाँ छ हेरी त्यो बाल्टी यहाँ खानु यस्तो राख्ने फाइनल्ली भ्याइयो धानको बिउमा दबाई चाहिँ घोलेर भ्याइयो अहिले लगभग 11 बजेर लाग्यो अब हातमुख धोएर सुत्न लाग्यो अनि हजुरहरूलाई भिडियो कस्तो लाग्यो होइन कमेन्ट गर्नु होला भन्दै आजको भिडियो पनि म यहीँ बाई बाई गर्न चाहन्छु डोन्ट फर्गेट टु सब्सक्राइब लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला भन्दै आजको भ्लगबाट बिदा हुन्छु बाई बाई सी यू